guys, welcome to my new vlog. र अहिले चाहिँ अब दिउँसो भइसकेको छ अब म चाहिँ अब उठिसकेँ अब चाहिँ म मेरो हात मुख धुन लाग्यो कपाल चाहिँ धेरै लामो भइसकेको छ काट्नुपर्छ बिस्तारै क्यामेराबाट चल्केछ मुख You ready? You ready? You ready? Ready? वासुदेवले हात उचालाऊ वासुदेवलाई हात हात यस्तो यस्तो उचाल्दियो यसको You ready? Go! अहिले चाहिँ यहाँ पन्जा लडाइँ खेलेर सिद्धिसक्यो भन्दा ल के कस्तो लाग्यो जितेर तँलाई कस्तो लाग्यो जितेको मलाई एकदम खुसी लागिरहेछ अनि अघि धने त्यहाँ जी खेल्दा खेल्दै कुटिस् त नि मान्छे अरे हो त चाहिँ के हो गरेर रेफ्री हो तपाईँहरू कसैलाई 15 लाख खेल्न मन छ भने तलको लिङ्कमा थिच्नुहोस् लिङ्कमा होइन कमेन्ट गर्नुहोस् त्यस्तो चाहिँ अब बुझ्दा अनि जेभियर कलेजमा आउने होइन जेभियर कलेजको योपालि के भन्छ अस्ति जेभियर ओलम्पिकमा आर्मरेस्लिङ नराखेर हो ठिक छ अब एउटा देखाऊ त्यस्तै यहाँ कलेजमा म चाहिँ अब यसो होमवर्क गरिरहेको छु अनि अब यहाँ पन्जा लडाइँ सिधिसक्यो फेरि यस्तै पन्जा लडाइँहरू छ भने फेरि कमेन्ट गर्नु होला होइन फेरि म पन्जा लडाइँ खेलाएको देखाइदिइहाल्छु के फोकल्याट लडिसकेँ ज्याकेट पनि फोहोर भयो यो पनि यत्तिकै चुरा लगाएको छ यत्तिकै लड्या हो एक्सिडेन्ट भएर अरू पनि लडिरहेको छ अहिले लडेपछि देखाउँछु म ब्रेक सिधै लागेको छैन ब्रेक यो त मोटरसाइकल त कति धेरै लडिसकेको छ भन्छ हेर्नु न यहाँ उहाँ यत्रो उदेखि लिएर कहाँसम्म अहिले बेलुका फेरि अलिक खाली भयो भने उहाँ हुनुहुन्छ ड्राइभर अब गल्ती साथी उहाँलाई थाहा छ केही पनि भन्दैन के गल्ती अर्को एउटा एमपी हो कि कुन हो भाइ ठ्याक्कै आउनुभयो हेलमेट लगाएर चाहिँ यसरी हेलमेटले टाउको बचाउँछ त्यही भएर हेलमेट लाउनु होला
ल गाइज आजको लागि चाहिँ दिने ब्लग र उहाँहरूको खुगिरहेको चाहिँ आवाज आज छुट्टिएदि सुनिरह होला तपाईँहरूले यस्तै भयो केही छैन सब्सक्राइब गरिराख्नु होला अब अर्को ब्लग चाहिँ एक्सिडेन्टवाला आउँदैन